हेलो नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु हजुर सबैजनालाई लुक्ला टेलिभिजनमा र भेरी फर्स्ट एपिसोड अफ तिता मिठा कुरा विथ अजिना स्पोन्सर्ड बाई A1 ग्रुप सर्भिसेस। A1 ग्रुप सर्भिसेसले चाहिँ हामीलाई स्पोन्सर गरिदिनु भएको छ। थ्याङ्क यू भेरी मच। एकदमै मनदेखि हृदयदेखि नै हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यदि हजुरले स्पोन्सर नगरिदिनु भएको है आज यो स्टार्ट गर्न अलिकति गाह्रो हुन्थ्यो होला मलाई, त्यही भएर हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद। आज मेरो स्वर चाहिँ अलिकति भाँसेको छ किनभने ब्याक टु ब्याक इभेन्ट्स सिडनीमा होलीको इभेन्ट्सहरू भइरहेछ। ब्याक टु ब्याक इभेन्ट्स भएको कारणले चिच्याउँदा कराउँदा रमाइलो गर्दा मेरो चाहिँ आवाज गएको छ, त्यसको लागि म अलिकति क्षमा प्रार्थी छु। आजको एपिसोड मेरो यो भाँसेको स्वरसँगै हेर्नु होला है त। सबैजनालाई एक्साइटिङ न्युज के छ भने हाम्रो फर्स्ट एपिसोडमा हामीसँग एकदमै वन्डरफुल पर्सनालिटी फेमस नेपाली चलचित्र जगतमा लामो समयदेखि योगदान दिँदै आइराख्नु भएको एकदमै हास्य पनि हुनुहुन्छ र मेरो पर्सनल फेभरेट पनि हुनुहुन्छ शोभित बस्नेत अङ्कल। स्वागत गर्न चाहन्छु हजुरलाई लुक्ला टेलिभिजनमा र स्पेसली तिता मिठा कुरा विथ अजिनामा। धन्यवाद अजिनाजी तपाईँलाई र लुक्ला टेलिभिजनमा बोलाइदिनु भयो। तपाईँको यो पहिलो कार्यक्रममा मलाई गेस्ट बनाइदिनु भयो, त्यसको लागि सम्पूर्ण लुक्ला टिम लगायत अजिनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। म सुरुमै सरी भन्न चाहन्छु। मलाई अलरेडी अस्ति नै भनिसक्नु भएको थियो। मलाई सलिनासँग भेट्दा एक्लै हुँदा मात्रै अङ्कल भन्ने बाहिर नभन्ने भन्यो, तर मेरो बोलीमा आइहाल्छ। अहिले नै म सरी भन्न चाहन्छु। त्यही भएर कस्तो हुँदैछ हजुरको अस्ट्रेलियाको बसाइ? कति भयो हजुर अहिले रिसेन्टली अस्ट्रेलिया आउनु भएको चाहिँ? अहिले आएको चाहिँ लगभग आज 63 डेज भयो। 6 डेज काउन्ट गरेर बसिरहनु अहिले चाहिँ आज चाहिँ होइन यो चोटि, तर यो लगभग 5 वर्षदेखि चाहिँ मेरो लगभग 8-9 महिना चाहिँ अस्ट्रेलियामै बसाइ भइरहेको छ विगत 5 वर्षदेखि। हजुर नेपालभन्दा अस्ट्रेलिया धेरै मन पर्न थाल्यो कि क्या? होइन, दुवै ठाउँ मनपर्छ, तर आफूमा भर पर्छ कहाँ रमाइलो लाग्ने भनेर। यताका मान्छेहरू पनि मसँग राम्रो मिल्नुहुन्छ, उताको पनि मिल्नुहुन्छ, त्यसले गर्दा मलाई राम्रो त दुवै ठाउँ नेपाल पनि रमाइलो लाग्छ, अस्ट्रेलिया पनि रमाइलो लाग्छ। त्यो त फेरि हजुर अब यता यति रमाइलो नलाग्ने भए यत्रो लामो बस्ने कुरा पनि थिएन। यति लामो टाइम यता बसिसकेपछि धेरै मान्छेहरूको चिन्जान पनि भइसक्यो। प्लस हजुर अब समाजमै कम्युनिटीमै हिँडिराख्ने मान्छे, इभेन्टहरू पनि गरिराख्नुहुन्छ। अब त आफै गरिराख्नु भएको छ, हजुरको आफ्नै इभेन्ट पनि आइरहेको छ। अब कमेडी दरबार हुँदैछ, सबैजना त्यहाँ पनि आउन सक्नुहुन्छ टिकट्सहरू लिएर। आज हाम्रो यो प्रोग्रामको मेन चाहिँ हामी कन्फेसनहरू पढेर हामीले हाम्रो साइडको सजेसनहरू और त्यो कुराको बारेमा खण्डन गर्दै के गर्न सकिन्छ त्यो। मलाई यो फर्स्ट कन्फेसन हजुर यो सुनाउन पनि मन लाग्यो। कति राम्रो कन्फेसन, मायाको कन्फेसनबाटै सुरु गरौँ जस्तो लाग्यो मलाई होइन। दाइ हजुर पनि सुनिराख्नु है, कति राम्रो कन्फेसन छ। हाई ब्युटिफुल, इफ युआर रिडिङ दिस प्लिज कमेन्ट, आई विल एड यु है। यु लुक सो ब्युटिफुल, आई स यु इन कोल्स म्यान्लीभेलमा 7:45 PM. You were a hardy aged care dress. You wore लेख्न खोज्नु भएको थियो होला। Hardy aged care को ड्रेस चाहिँ लगाउनु भएको थियो अरे, and have tattoos in your right hand with brown hair. You bought cups. You are with 3 other girls from same aged care dress. If you see this, please comment भन्नुभएको छ। सो hardy aged care को कोही हुनुहुन्छ म्यान्लीभेलमा 7:45 PM मा चाहिँ कोल्समा जानुभएको थियो भने सम्पर्क गर्नु होला। यस्तो यस्तो कन्फेसनहरू हुन्छ अङ्क, कति क्युट होइन। हजुरको टाइममा त चिठी होइन, त्यतिखेरको टाइममा म सानो हुँदा पनि चिठी लेख्थेँ क्या मान्छेहरू। त्यो हुन त त्यस्तो लेख्न मैले चाहिँ पाइनँ। किन? मैले अब प्रेम लभ सुरु गर्दाखेरि हजुर लगभग चिठीको बेला सकिसकेको थियो। होइन होला, के म सानो हुँदा म स्कुलमा हुँदा नि चिठी लेखेर राखिदिन्थेँ केटाहरूले। अलिअलि चाहिँ सुरुमा अलिअलि लेखियो, धेरै त्यस्तो चाहिँ याद छैन, तर थोरै थोरै लेखियो। हजुरहरू एडभान्स्ड भएर होला। म चाहिँ क्लास 3 सम्म गाउँमा पढेको, अनि त्यतिखेर 3 सम्म त बिचरा के लभ लेटर लेख्ने हो र। तर काठमाडौँमै पढ्दाखेरि पनि त्यो जस्ट लेटर चाहिँ लेखेर चाहिँ ब्यागहरूमा त्यतिखेर किनभने फोनहरू चलाउँदैन नि त, 10 सम्म फोन दिएको हुँदैन नि त घरमा, अनि मार्नुहुन्छ होला घरबाट हेर्नुभयो भने। अर्को है यस्तो रहेछ, रिगार्डिङ लाइफ पार्टनर चुजिङ भन्नुभएको छ। म अहिले सिडनीमा छु अनि मेरो पार्टनर नेपालमा, अनि अहिलेसम्म त ठिकै भइरहेको छ। अनि म चाहिँ क्याप्रिकर्न अनि मेरो पार्टनर चाहिँ लियो हो। अनि यो लियो फिमेल अनि क्याप्रिकर्न मेलको कस्तो हुन्छ पछि बिहे भयो भने, इफ कोही लाइफमा यस्तै छ भने यसो भनिदिनु होला भनेर भन्नुभएको छ होइन। अब
त्यो चाहिँ एस्ट्रोलोजरसँग जानुपर्छ होला नि होइन अङ्कल यस्तो कुरा कन्फेसनमा सोधेर हुन्छ त त्यो सोधेर हुँदैन त्यो एकजना हाम्रो एस्ट्रो पनि हुनुहुन्छ हाम्रो सिडनीमा के प्रकाश गैरी भन्ने उहाँलाई सोद्धा ठिक होला यो बारेमा उहाँलाई फलो गरौँ भन्न चाहन्छु म प्रकाश गैरीलाई त्यही भएर यस्तो यस्तो कुरा त आई थिङ्क भाग्यमा लेखेको कुरा हो कोसँग बिहा भएर कोसँग के हुन्छ कति धेरै लङ इयर्सको रिलेसनसिप पनि टुटी नै रहेको हुन्छ कतिको छोटो समयमा पनि कति लामो समय भइसकेको जस्तो पनि फिल हुन्छ आफ्नो आफ्नो भाग्यमा लेखेको कुरा अब त्यो चिना देखाउने अब त्यो यताउता गर्ने त छँदैछ तर त्यसको लागि चाहिँ पण्डित बाजे खोज्नुपर्छ चिना देखाउने मान्छे खोज्नुपर्छ कन्फेसनमा त तर चिना देखाएर केही पनि होला जस्तो चाहिँ लाग्दैन फेरि मलाई चाहिँ फेरि पत्याउनु म कहिले पत्याउँदैन म त चिना यो भात हेर्ने जो खाना हेर्ने के गर्ने भन्छ नि म त कहिले पनि पत्याउँदैन म त हात र जोखानाको चाहिँ म केही भन्न सक्दिनँ अङ्कल तर चिना चाहिँ म बिलिभ गर्छु म त खोइ त्यस्तो लाग्दैन कहिले नदेखाएर हो कि आफूले मलाई चाहिँ कहिले हजुर कहिले अहिलेसम्म चिना देखाउनु भएको छैन त घरका मान्छेले कहिले काहीँ के गर्दा देखाउन लान्छ म त्यसमा फोकसै गर्दैन कहिले पनि मलाई त्यो त्यस्तो यो हुन्छ र भने जस्तो लाग्छ कि मलाई चाहिँ एकदमै चिनामा चाहिँ म एकदम विश्वास गर्छु यो चाहिँ फेरि लभको छ होइन लेख्नु भएको छ फिमेलले आई थिङ्क आम इन लभ It's completely one-sided though. He's so tall and handsome, like a CEO from a drama series. Big boss energy everywhere. And I'm just here crossing silently. I wish I could tell him, but I also want to keep my dignity alive. के भन्नुहुन्छ अङ्कल वान साइडेड लभ फेरि लाइक छुट्टै रमाइलो चाहिँ हुन्छ होइन तर कोही एकदमै मनबाट मन परिरहेछ भने त भन्दा भइहाल्यो नि होइन सोद्धा खोज्दा होइन यस्तो भयो अब यो अस्ट्रेलियाकै कुरा छ भने त हजुर यहाँ त 90% विवाहित हुन्छन् 8% लिभिङमा होला अब बाँकी 2% बच्या हुन्छ त्यो कुनामा खोज्दा नि भेटिन्न उसलाई पनि डर लाग्यो होला नि भन्दाखेरि यो यस्तो हो कि यो त्यो 98%मा पर्छन् कि जस्तो लाग्यो होला नि त किनभने यहाँ कोही मान्छे मलाई त अस्ट्रेलियामा चाहिँ म सिङ्गल छु भने न यस्तो पनि हुन्छ र भने जस्तो लाग्छ यहाँ त मलाई एकदमै कम मैले 98% है म त सिङ्गल भने न यो अचम्म कसरी भयो जस्तो लाग्छ मलाई त्यो पनि हो यहाँ चाहिँ मेरो बिहा भएको छैन भने न यस्तो पनि हुन्छ अस्ट्रेलियामा आएको मान्छे बिहा नभएको हुन्छ र भने जस्तो लाग्छ 18-19-20 वर्षको भाइ बहिनीहरू सानो बच्चाहरू पनि आजकल बिहे नै गरेर आएको हुन्छ यहाँ अस्ट्रेलियामा चाहिँ बिहे त्यही त अब आएका हुन्छन् के थाहा छैन तर बिहे नगरेको लिभिङमा हामी छैनौँ भन्ने चाहिँ यस्तो भन्यो भने यस्तो हुन्छ र यो कसरी सम्भव हो जस्तो लाग्छ मलाई यहाँ चाहिँ मलाई आफूले देख्दा अङ्कलसँग एकदम इन्ट्रेस्टिङ स्टोरिजहरू पनि छ अङ्कल यहाँ बस्नु भएको धेरै भइसक्यो अङ्कलले धेरैजना धेरै कुरा थाहा पाइसक्नु भएको छ कति यति धेरै इन्ट्रेस्टिङ स्टोरिजहरू चाहिँ यति धेरै सुनाउनुहुन्छ यति हाँस्छौँ हामी तर आई थिङ्क वान साइडेड लभ छ र साँच्चै नै क्रस हो हजुरको भने चाहिँ आई थिङ्क यु सुड रिच आउट अनि अब उहाँ म्यारिड हुनुहुन्छ नहुनुहुन्छ रिलेसनसिपमा हुनुहुन्छ एकचोटि सोद्धा त भयो नि त होइन सिङ्गल हो कि होइन भनेर सोध्ने सिङ्गल हो भने फेरि यस्तो छ नेपालमा भए त म्यारिड भए पनि उसले अफिस आवर पछि पनि 2-4 घन्टा भेट्न पाउँछ अगाडि भेट्न पाउँछ नेपालमा यहाँ त त्यो पाएन 5 बजेपछि घरबाट कहाँ हो तिमी कतिखेर खोइ भिडियो कल देखाऊ भन्न थालिहाल्छ 5:30 मा पुग्नु परिहाल्यो अस्ट्रेलियामा बिचारा केटाहरू जस्तो लाग्छ कहिले काहीँ कि त्यस्तो नभन्नु न अङ्कल त्यो विकृति आएकै उनीहरूले आफैले गर्दा हो नि हुन त केटाहरूको मात्रै पनि गल्ती भयो नि केटीहरू पनि हुनुहुन्छ मैले केटी मान्छेहरूलाई नराम्रो भने होइन केटाहरू देखेर कहिले बिचारा लाग्छ कि है सधैँ आफू केटा भएर होला डरमा हिँडिरहेको देख्छु यहाँको केटाहरू है त्रासमा हिँडिरहेको देख्छु फोन आयो भने एकछिन झस्किन्छ घरबाट हो कि भनेर देख्छु होइन है जस्तो लाग्छ है कहिले काहीँ अनि फेरि त्यही मान्छे म कुनै पार्टीमा गएँ भने कि अजिनाजी कुनै पार्टी फङ्सनमा गएँ भने कुनै केटा मान्छेहरूले त्यो पार्टीमा ऊ एक्लै आछ कि ऊ बुढी या गर्लफ्रेन्डसँग आछ भन्ने कुरो म परबाट हेरेर चिन्दिन सक्छु नि कसरी थाहा छ कसरी कोही केटाहरू यहाँ सिडनीमा चाहिँ या अस्ट्रेलियामा केटाहरू चाहिँ भनौँ न पार्टीहरू कुनै फङ्सनमा गयो भने हजुर छाती फुलाएर यसरी के यसरी सानले यसरी हिँड्छ नि हजुर यसरी त्यो पार्टीमा हिँडेको रक्सीको ग्लास टक्कले यस्तो हिँडा देख्यो भने मलाई के लाग्छ थाहा छ त्यो चाहिँ बुढी बोकेर आएको छ त्यहाँ त्यही भएर बुढीलाई त्यहाँ राखेर मैले ल्याएँ नि तँलाई घुमाउनु भनेर यसरी फुल्या हुन्छ जो मान्छे स्टोरी खिच्दै है यसरी मोबाइल खिच्दै यत्तिकै हातमा हुन्छ नि त्यो चाहिँ एक्लै हुन्छ किनभने घरमा म यहाँ छु भनेर स्टोरी पोस्ट गर्नलाई त्यो एक्लै केटा चाहिँ यसरी त्यो प्रोग्राममा यसरी मोबाइल मात्र हाता हुन्छ त्यो जसको मोबाइल हाता मात्र यसरी घुमाइरहेको हुन्छ त्यो चाहिँ त्यो पार्टीमा एक्लै हुँदो रहेछ यहाँ केटाहरू जो छाती फुलाएर यस्तरी हिँडेको हुन्छ नि ऊ चाहिँ श्रीमती बच्चा लिएर आउँदो रहेछ कि यहाँ चाहिँ मैले त्यो पनि अनुभव गरेको छु मैले त्यो चाहिँ यस्तो पनि हो
फ्रिडम धेरै छ अनि एक्सेसिबिलिटी एकदमै इजी छ नि त एक्सेस सबै कुराको लागि इजिली मान्छेहरूले पाइहाल्छ केही कुराको लागि गाह्रो नै छैन नेपालमा त अलिकति भए पनि डर हुन्छ अलिकति आफ्नो इज्जतको पनि मान्छेलाई डर हुन्छ समाजको डर हुन्छ त्यो केटी मान्छेलाई लागु हुन्छ केटाकेटी होइन नेपालमा त केटाकेटी दुवैलाई लागु भयो नि यहाँ त केटाकेटी दुवैजना फ्री भयो नि त अङ्कल भन्नु न अब जसले जे गरे पनि बढी चाहिँ यहाँ डर केटाले रहेछ मैले देखेको चाहिँ किनभने प्राय डिपेन्डेन्ट भिजामा हुनुहुन्छ हो नि त प्राय डिपेन्डेन्ट भिजामा हुनुहुन्छ होला अनि त्यही भएर पनि डर भएको होला हुन चाहिँ तर त्यस्तो अब आफूले गलत नगरुन्जेलसम्म डराउनै पर्छ जस्तो चाहिँ मलाई लाग्दैन डराउनु त पर्दैन तर चिटिङ चाहिँ गर्नु हुँदैन गाइस चिटिङ चाहिँ गर्नु हुँदैन मलाई एकदमै मन पर्दैन चिटिङ भन्ने कुरा चाहिँ यो चाहिँ जब रिलेटेड छ जब रिलेटेड पनि कन्फेसनमा हाल्नु भएको छ हेलो दाइ दिदीहरू म अस्ट्रेलियाको 7 महिना भयो र मैले अहिलेसम्म पनि क्यास जब पाएको छैन इट्स बिङ भेरी डिफिकल्ट फर मी टु अरेन्ज कमिङ सेमेस्टरको फिज आई हेभ गट एक्सपिरियन्स इन कस्टमर सर्भिस एन्ड फिजिकल वर्क तर किचनतिरको चाहिँ एक्सपिरियन्स छैन एन्ड आम अ क्विक लर्नर सो लर्न इट इजिली सो एज वेल सो इफ कसैको काम गर्नुभएको ठाउँमा भ्याकेन्सी ओपन छ भने मलाई भनिदिनु होला प्लिज हेल्प मी आउट भनेर भन्नुभएको छ कामको लागि कोही अब काम दिने मान्छे हुनुहुन्छ भने चाहिँ हजुरले आफ्नो डिटेल्स हाम्रो कमेन्ट सेक्सनमा छोडिदिन सक्नुहुन्छ र मेबी अब अहिले आएको भाइ बहिनीहरू आएको 7 महिना भएको रहेछ अहिले आएको नयाँ मान्छेहरूलाई इजी हुन्छ कसैले मलाई धेरैजनाले रिच आउट चाहिँ गरिराख्नु भएको थियो काम छ हाम्रोमा कोही छ भने चाहिँ भन भनेर अनि म उहाँहरूको पनि नम्बर दिइदिन सक्छु हजुर अब को हो चाहिँ मलाई थाहा छैन हजुरले कसलाई काम चाहिरहेको तर हजुरले रिच आउट गर्नुभयो भने चाहिँ मेबी हामी हेल्प आउट गर्न सक्छौँ मलाई कामको लागि पनि एकदमै गाह्रो छ क्या है अङ्कल यहाँनिर अब काम खोज्न पनि गाह्रो छ प्लस स्टुडेन्टहरूलाई 24 आवर्सभन्दा बेसी गर्न पाउँदैन अनि क्यासको काम खोजिरहेको हुन्छ जुन लिगल छैन त्यो चाहिँ एकदमै गाह्रो क्या उहाँ काम नपाउनुलाई काम खोज्नलाई एकदम गाह्रो भएको छ काम पाउनुले हेलचक्राइ गरे पनि देखिया छ कोहीले मेहनत गरेर काम पनि देखिया छ होइन अब उहाँले खोजिरहेको रहेछ एउटा मेरो साथी थियो कि हजुर त्यो नवीन घायल भन्ने पोखरा ड्राइभिङ उसले चाहिँ ड्राइभिङ सिकाउने मान्छे खोजिरहेको छ त्यस्तो छ भने नवीन घायलको पोखरा ड्राइभिङलाई सम्पर्क गर्नु भन्दै पनि हुन्छ हस् हुन्छ सुनिहाल्नु भयो हजुरले कन्ट्याक्ट चाहिँ गर्नु होला त्यसपछि अब बाटो अलिअलि जति सक्छौँ हामीले त्यो देखाउन हामी ट्राई चाहिँ गर्छौँ है यो चाहिँ अब फेरि यहाँ अर्को के छ भने एउटा नेपाली नाइट्स गराउनुहुन्छ सिटीमा एभ्री सन्डे नाइट हुन्छ त्यहाँ चाहिँ नेपाली गीतहरू बजा जानुभएको छ कि छैन कुन ठाउँमा सिटीमा चाहिँ मलाई नामै लिइदिइहाल्नु चाहिँ मलाई ठमेल नाइट्स भनेर गराउनुहुन्छ पुगेको छैन मैले एकचोटि जानुभएको छैन नेपाली गाना बजाउनुहुन्छ नेपाली डिजे हुनुहुन्छ अब नेपाली गाना भने चाहिँ अभियसली नेपाली नै जाने भइहाल्नु है त्यहाँको लागि रहेछ एउटा यो कन्फेसन त्यो मलाई एकदमै रमाइलो लाग्यो सुनेर यो चाहिँ 1 तारिक रहेछ यही महिनाको 1 तारिकमा मार्च 1st चाहिँ अराउन्ड 11 PM एट यो क्लबमा I was there celebrating my birthday with my friends. In the middle of all the music and chaos, I saw you wearing a soft light green top and khaki shorts, and honestly I felt like love at first sight. You were dancing, laughing, and just enjoying every second with your friends. There was something so effortless and beautiful about the way you carried yourself. I couldn't stop looking at you. I really wanted to come up and talk to you, at least ask your name, but your friends were around you, and I didn't get the chance. I've been regretting it ever since. It's crazy how someone you saw for such a short moment can stay on your mind like this. And when you were leaving, you were saying bye to everyone and even the guard. That was honestly so cute. The way you acknowledged everyone around you, it just made you even more special. If by any chance you're reading this, please leave a dot in the comments. I'd really love the chance to properly introduce myself and maybe take you out on a date. कति क्युट किन रिच आउट नगर्नु भएको त्यतिखेर किन नसोध्नु भएको नाम सोध्नुपर्छ क्या केटीहरूलाई युजली चाहिँ राम्रो तरिकाले अप्रोप्रिएट वेमा आएर अप्रोच गर्नुभयो भने नाम सोध्नु भयो भने युजली भन्छ मान्छेले नराम्रो तरिकाले चाहिँ गर्नु भएन होइन जिस्काउने तरिकाले डर होला नि त फेरि यो के हो कसो हो भन्ने डर होला नि त उसलाई तर सोध्नु पर्यो नि त अङ्कल सुरुमा त सोध्नु त पर्यो एटलिस्ट सिङ्गल छ कि छैन अभाइलेबल छ कि छैन नसोधी त थाहा हुँदैन यदि त्यो मान्छे अभाइलेबल छैन भने उसले सिधै भनिदिन्छ आम सरी म अभाइलेबल छैन भनेर यस्तै एउटा टुक्का कहानी सुनाउनु न हजुरहरूको पनि
आन्टीसँगको टाइमको या हजुरको कुनै टाइममा लभ परेको टाइमको कोही केटीलाई हजुरले अप्रोच गर्नुभएको टाइमको कसैलाई अप्रोच त गर्नुभयो होला आन्टीभन्दा पहिला होइन मैले त्यस्तो अप्रोच भनेकै मेरै मिसेसलाई मात्र गरे हो होइन होइन होला यस्तो बिहापछि अरूलाई गरेँ होला नि त फेरि त्यसो नभन्नु न बिहाभन्दा अगाडि चाहिँ भने कि मैले अनि बिहाभन्दा चाहिँ उसलाई मात्र गरे हो एउटा सानो उमेर थियो होइन म कति वर्षमा लभ भएको के अरे बिहा भएको हजुरको मेरो 16 वर्षमा लभ भएको प्रेम भएको 17 वर्षमा बिहा भएको हो र हो 18 वर्षमा त बाउ भएको ए जे पनि फास्ट हो त्यही भएर कामहरू फास्ट हुन्छ मेरो होइन अनि त्यही भएर त्यति बेला चाहिँ सानो हुँदा भनौँ त अब त्यति बेला अब अलिकति प्रेम भने के लभ यस्तो भन्ने दिमागमा आउन साथ उसलाई देख्यौँ हजुर उसलाई देख्न साथ मलाई कस्तो याद आयो नि त्यो बेला त्यो एउटा फिल्म मनिषा कोइरालाको खुब हिट भइरहेको थियो सौदागर भन्ने फिल्म हजुर अनि त्यो ठ्याक्कै हेर्दा मनिषा कोइराला जस्तो लाग्यो मलाई मनपर्ने मनिषा कोइराला हजुर ओहो मनिषा कोइराला जस्तो भनेर चाहिँ आन्टी ठ्याक्कै त्यो भेट भयो होइन भेट भएपछि अनि कसरी गफ गर्ने भन्दा उसँग गफ हुनलाई उसको भाइलाई साथी बनाए पहिला हजुर अनि भाइलाई साथी बनाए भाइ सानो फेरि साथी सानो अनि उसलाई पुरा खेलाउने उसलाई घुमाउने यताउता गरेर ऊ मार्फत चिनजान भएर अनि घर जान थालेर त्यसरी भयो होइन त्यो चाहिँ थाहा नभयो त्यसपछि अप्रोच भयो बिहा पनि भइहाल्यो अनि तुरुन्तै बिहा चिनजान भएको लगभग 6-7 महिनामा त बिहा भइहाल्यो बिहा पनि फेरि बिहा गर्ने मेरो बच्चामै बिहा गर्ने प्लान चाहिँ होइन हेर्नुहोस् है मेरो बुवा एकदम रमाइलो एकदमै ऊ अनि मेरो मिसेसको बुवा ससुर हो उहाँ पनि एकदम रमाइलो दारू दिनुपर्ने दुईजनालाई है अनि दामन गएको थियो घुम्नलाई दामनमा बेलुका चाहिँ दारूको सुरा दुईजना रमाइलो गरेर ल बिहा अब आउने फागुनको 20 गते बिहा भनेर उहाँले प्लान गरेर आउनुभएछ अनि घर आउनुभयो ठानकोट आएर मलाई त ल रेडी हो किनभने तेरो बिहा कहिले फागुन 20 गते म पनि दङ्ग कि 16-17 वर्ष केटा बिहा ओहो भनेर दङ्ग फेरि वर्तमान भएको थिएन अनि अब वर्तमान गर्नु पर्यो वर्तमानमा त कपालहरू खौरिनु पर्ने बिहा हुँदैछ एकै दिन आज वर्तमान गरेर भोलिपल्ट बिहा गरेँ होइन बिहाको बेला म कपाल खौरिन्छु म कपाल खौरिन्न भने अनि बाहुनले के गर्यो भने बाजेले चाहिँ हुँदैन कपाल नखौरी बिहा हुँदैन भने अनि बुवाले मलाई सोध्यो के गर्छ म त कपाल खौरिन्न टक्लु भएर कपाल खौरेर को जान्छ बिहामा भनेर भने अनि बुवाले त्यो बाजेलाई चाहिँ मेरो छोरोले कपाल खौरिँदैन यसले कपाल खौरिने भने तँ बाजे आउट म अर्को बाजे ल्याएर बिहा गराउँछु भन्यो कि त्यसपछि बाजेलाई पनि पैसा देख्यो होला होइन ल त्यसै अलिकति कैँचीले एक टुक्रा काट्ने अनि कपडाले चाहिँ यो कपाल नदेखिने गरी छोप्ने भनेर भने होइन ल भनेर त्यसरी वर्तमान गरेर भोलिपल्ट बिहा गर्न गयो हेर्नु बिहामा पनि फेरि कस्तो भयो नि त्यो बिहामा अब आफूलाई सानैदेखि नाच्न पर्ने है यतातिर ब्यान्ड बाजा चलिरहेछ आर्मीको ब्यान्ड बाजा थियो मेरो बिहामा होइन आर्मीको ब्यान्ड बाजा चलिरहेछ म छटपट भएको छु कि त्यो मण्डपमा एकदम छटपट त्यहाँ नाच्न नपाएर सब साथीभाइ नाचेको छ यसो हेर्छु है त्यहाँ हेरिरहेको छु यता मतलब छैन पूजा गरिरहेको छु त्यहाँ हेरिरहेको छु अनि त्यो बिचमा 1-1.5 घन्टा ग्याप हुँदो रहेछ कि त्यति बेला जुरुको त्यो ग्याप अब 1 घन्टा ग्याप भयो त्यो ड्रेस चेन्ज गर्ने केटीको हुँदो रहेछ दुलैको त्यति बेला जुरुक उठेर गएर नाच्न थालिहाल्यो धुला माला लाट नाच्न थाले मेरो दाइ हुनुहुन्थ्यो काकाको छोरो आएर त मलाई एक झापट दुलालाई मानेर तँलाई लाग्छेन बेहुलो गरेर नाच्न भन्दै है त्यस्तो पनि भएको छ मेरो त्यतिखेर लजाएर बस्नुपर्छ जति अप्रोच गर्यो त्यो बेला अब उहीसँग गऱ्यो बिहा भइहाल्यो अनि त्यसपछि 22-24 वर्ष भएपछि साँच्चीको अप्रोच गर्ने बेला भयो नि त्यसपछि फेरि अरूलाई पनि अप्रोच गरेँ 1-2टालाई त्यस्तो नभन्नु न अङ्कल भागुरो भन्नु के हुन्छ त उसलाई थाहा छ त म भनिदिन्छु त घरमा त्यस्तो उसलाई यस्तो यस्तो भयो भनेर पनि भनिदिन्छु म त हो र कति रमाइलो अनि के भन्नु न आन्टीले कुट्दिनु न केही पनि भन्दैन हाँस्छ नि जाने कहीँ होइन फर्किने गरे हाँस्छ अनि त्यसपछि अनि त्यसले गर्दाखेरि अनि त्यो यस्तो चाहिँ भएको थियो अनि अब प्रोसेस गर्ने टाइम लाग्यो मलाई कुरा नै त्यसले गर्दा अप्रोचको अनुभव चाहिँ छ मसँग हजुर एप्रोच गर्नेको अनुभव चाहिँ धेरै नै छ मेरो हजुर जे आफूले गर्नु चाहिँ भयो कि हजुरलाई आयो मलाई नि केही आयो होला मैले पनि धेरै गरेँ होला इन्ट्रेस्टिङ चाहिँ कुन छ त हजुर एकदम मेमोरेबल त्यस्तो त कुनै पनि छैन फेरि फेरि त्यो सबै अप्रोच गरेँ नि सब गरेँ नि योसँग म जिन्दगी बिताउँछु भन्ने टाइपको चाहिँ होइन नि त फेरि एकछिन गफ गर्छु भन्ने टाइपको नि त गफ हजुर हुन्छ मैले केही बोलिनँ अब यसमा यो चाहिँ एकजना मेलले लेख्नु भएको छ टु हुम इट मे कन्सर्न भन्दै गर्ल्स if you have an ex and now you are in love with someone, saying you love that person is a freaking lie. Love for someone is only once. If you have ex or now you're with someone, I call you ... Oh my god, कति धेरै रिस रहेछ. Oh my god.
and some boys, don't be too modern. To all my dear boys, what do you accept girls with excess? Why? Why do you accept girls with excess? Ram. They aren't deserving of love. Better ... and kick them. No emotional attachment. के भन्नुहुन्छ अङ्कल यस्तो मान्छेहरूलाई? यो आजको लास्ट कन्फेसन हो हाम्रो. उहाँले चाहिँ के भन्दै हुनुहुन्छ भने जसको एक्स छ उसले चाहिँ अब अरूसँग मायै हुँदैन अरे. मान्छे जिन्दगीमा एकजनालाई मात्रै लाइफमा माया हुन्छ त? त्यो चाहिँ हुँदैन. कसरी हुन्छ? कोही जसले भनिरहेको छ उहाँले ढाँटिराख्नु भएको छ. त्यो कोही मान्छेसँग कुरा मिलेन, मन मिलेन भने जबरजस्ती बस्नु त त्यहाँ, कि त्यो छोडेर अगाडि बढाउनु जिन्दगी? के भन्दै हुनुहुन्छ मेल जी? कहाँबाट कसले लेख्दै हुनुहुन्छ? अलिकति आफूलाई एजुकेट गर्न जरुरत छ, संसार हेर्न जरुरत छ. सायद अस्ट्रेलियामै हुनुहुन्छ होला. संसार देखेर पनि नदेखेको जस्तो चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ मलाई. कुनै जमाना थियो जुन जमानामा मेरै हजुरबाको 7 वटा बुढी थियो. 7 वटा बुढी मात्रै? हजुर, 7 वटा बुढी. मेरो हजुरआमाहरू 7 जना. अनि मेरो हजुरआमाहरू सबैजना मिलेर बस्ने. अब अप्सन के छ अङ्कल त्यतिखेर? होइन, केही अप्सन नै छैन नि त. सौता पनि मिलेर बस्न पर्यो. के अरे नेपालीहरूमा सबभन्दा बढी बिहा एकजनाले कतिजनासँग गरे होला तपाईँको अन्दाजमा? मलाई त थाहा छैन. मलाई त मेरै हजुरबाउ जस्तो लाग्छ. कतिजनासँग होला भन्ने हुन्छ अन्दाजी? 7 जना त मेरै हजुरबाउ भनेपछि त होला 10, 11, 9, 15, 20 जना नि गरे होला नि. यो कुरो भन्नाले तपाईँलाई मेरो अलिक थाहा रहेनछ. हजुर. होइन, धेरै एकचोटि न्युज बिचमा आएको थियो, भाइरल पनि भएको थियो. हो र? मेरो मैले मिस गरेछु. बुवाको बारेमा. हजुरको आफ्नै बुवाको? मेरो आफ्नै बुवाको. हजुर. मेरो बुवाको श्रीमती कतिजना होला धेरैमा भन्नु त? धेरैमा नाम काउन्ट भन्नुहोस् तपाईँ. 15 जना? धेरै भने? कम भने? कतिजना थाहा छ? मेरो बुवाको श्रीमती 32 जना, 32. अनि 32 श्रीमतीबाट चाहिँ हामी जन्मेको. म, मेरो भाइ, मेरो बहिनी. होइन होला? हो होला. अनि अगाडिको मम्मीहरू? कोही कता 9-10 जना त मै चिन्छु अहिले पनि. अनि उता चाहिँ बच्चाहरू हुनुहुन्छ कि हुनुहुन्न? एकजनाबाट बच्चा इन्डियामा बम्बईमा छ भन्ने भयो. हजुर. अब अरूबाट चाहिँ बच्चा हुनलाई त 1.5 वर्ष सँगै त बस्नु पऱ्यो नि. हजुर. भेट्दै छोड्दै बिहा गर्दै छोड्दै 2 महिना होला, 4 महिना होला, के होला, कोही चाहिँ भएन होला. प्रपर बिहे गर्नुभएको कि होइन? प्रपर बिहे नै गरेका 32 जना, जसमा 32औँ श्रीमती चाहिँ मेरो मम्मी अनि म हामी 3 जना जन्म्यो त्यहाँबाट चाहिँ. अनि मेरो मम्मी बिहा भएपछि कस्तो हो नि, तपाईँले यदि शोभित बस्नेत भन्ने यो अनुहार फिल्म लाइनमा छैन भने तपाईँलाई कुन एङ्गलबाट यो बस्नेत अनुहार लाग्छ? म अहिले फिल्म लाइनमा नभएको भए तेरो नाम के भनेर भने अब शोभित बस्नेत भनेर ड्याम मुख कानेर बस्नेत भन्छस्, अनुहार चाहिँ मगरको बोकेर आछस् भन्छ. मेरो मगरको अनुहार छ. यो त शोभित बस्नेत भन्ने पढ्दामा सबले यो अनुहार चाहिँ शोभित बस्नेत भनेर इस्टाब्लिस भएर मात्र मलाई यो शोभित बस्नेत भनेको होइन. मेरो मम्मी मगरहरू डेन्जर हुने. अनि 32औँ श्रीमती मेरो मम्मीलाई ल्याएपछि त्यसपछि बाउले अर्को ल्याउनु लाग्थ्यो अरे. मम्मीले चिया पसमाएर मगर रिस झ्याम कुटेर लहटेछ. त्यहाँबाट बुवा स्टप भएछ कि. अनि त्यसपछि अनि 32औँ श्रीमतीबाट म जन्मेको. हेर्नुहोस् अर्को रमाइलो सुन्नुहुन्छ फेरि. हजुर. मेरो मम्मीको बुवा र मेरो बुवा चाहिँ साथी. फेरि मम्मीको बुवा र हजुरको बुवा साथी? हजुरबुवा र मेरो बुवा चाहिँ साथी. हजुर. साथी हुँदाखेरि चाहिँ मेरो हजुरबुवालाई एकचोटि चाहिँ त्यो धादिङ के अरे मकानपुरमा बसेरी भन्ने गाउँमा घर. हजुर. त्यहाँ जाँदाखेरि जात मेलामा मौसिर पूर्णेको मेलामा जाँदाखेरि चाहिँ हजुर मेरो हजुरबाउलाई चाहिँ 30-35 जना गुन्डा के त्यहाँको अर्को गाउँको मान्छेले कुट्न आएछ कि. अनि आएपछि मेरो बाउ बल्यो. अनि साथीलाई कुट्न आउनु भनेर सबलाई गोदेर लहटेछ 30-35 जनालाई मेरो बाउले. बाफ्रे. अनि लहटेपछि मेरो हजुरबाउ दङ्ग परेर काजी तैँले मेरो ज्यान जोगाइस्, आजबाट मेरो छोरी तेरो भयो भनेर दिएछ कि. त्यति बेला मेरो बुवा कति वर्ष थाहा छ? कति वर्ष? 34. अनि मामु? 2 वर्ष. मेरो हो यसको उमेर पुगेपछि म तँलाई बिहा गर्न बोलाउँछु भनेर 2 वर्षको मम्मी बुवा 34 हुँदाखेरि दिएको. अनि त्यसपछि मेरो मम्मी 12 वर्ष पुग्नु भएछ. हेर्नुहोस् राम, सक भए म त. अनि 12 वर्ष पुगेपछि मेरो हजुरबाउले काजी छोरी बिहा गर्ने बेला पो लिन आइज भनेछ. अनि मेरो बुवा 44, मम्मी 12. अनि मेरो बुवा जन्ती लिएर बाजा बजाउँदै मम्मीलाई बिहा गर्न गएको. मम्मी चाहिँ 12, बुवा 44. रमाइलो कुरा के थाहा छ फेरि? मेरो बुवाको फेरि जन्तीमा मेरो ठुलो मम्मीपट्टिको छोरो पनि जन्ती गएको.
कसैले भन्छ नि तैँले तँलाई बढी हुन्छ तेरो बाउको बिहा देखेछु भन्छ नि मेरो दाइले चाहिँ बाउको बिहा देखाएको छ देख्नुभयो होइन जन्ती आएको अझ हाइलाइट सुन्नुहुन्छ फेरि म त प्रोसेस गर्न गाह्रो भइसक्यो फेरि अझ हाइलाइट सुन्नुहुन्छ हजुर मेरो मम्मी भन्दा मेरो दाइ जेठो फेरि कुन जो दाइ? त्यही मेरो ठुलो आमाको मम्मी छोरो जो जन्ती आयो हजुर मेरो मम्मी 12 वर्ष मेरो दाइ चाहिँ 17 वर्ष थियो अरे कि राम भाउ 44 वर्ष अनि तेरो बाउको बिहा देखाइदिन्छु भन्छ नि रिस उठ्यो मेरो बाउले मेरो दाइले चाहिँ मेरो बाउको बिहा ठ्याक्कै देखाएको छ। देख्नुभयो अनि बिहा गरेर लग्यो अर्को हाइलाइट सुन्नुहुन्छ फेरि मेरो मम्मी भन्दा हजुर मेरो दाइ जेठो हजुर अनि मेरो मम्मीको आमा हजुरआमा छ नि हजुर हजुरआमा भन्दा मेरो बाउ जेठो फेरि हे भगवान् आमा भन्दा छोरा जेठो सासू भन्दा ज्वाइँ जेठो राम यस्तो छ मेरो घरमा पहिल्यैदेखि ड्रामेटिक पुरै ड्रामाले नै ऊ भइरहेको रहेछ त्यही भएर अङ्कल पुरै यस्तो अनि मेरो बाउ चाहिँ अनि त्यहाँबाट पुरै त्यो एकचोटि त नेपालमा त्यो नयाँ पत्रिका भन्ने थियो त्यो पत्रिकाले मेरो बाउको स्टोरी फर्स्ट सेकेन्ड थर्ड पुरा कभरै त्यसरी कभर कहिले पनि रिपोर्टिङ गराएको छ नि त्यसलाई फेरि यति तिनीहरूको पेपर बिकेछ त्यो नयाँ पत्रिका भन्ने हजुर सेम रिपोर्टिङ फेरि 2 महिनापछि फेरि उनीहरूले डबल छाप्यो कि फेरि अनि हजुर त्यही भएर फिल्म लाइनमा आउनुभएको कि हजुरको अगाडिको जेनेरेसन कोही पनि थिएन फिल्म लाइन हजुर फर्स्ट हजुर अनि मेरोमा चाहिँ मेरो एरियामा मेरो परिवारमा सबै फर्स्ट नै मै नै हो ए अनि यस्तो छ मेरो घरको कथा यही चाहिँ सबै कथा आफ्नै कथाले इन्सपायर भएर आउनुभयो कि त्यस्तो त होइन तर यो चाहिँ मेरो घरमा एउटा रमाइलो कथा रमाइलो यो एकदम चाहिँ मैले एउटा रमाइलो मेरो फिल्म थियो मेरो एउटा कन्यादान भन्ने फिल्म छ एउटा होइन त्यो खुब चलेको थियो हजुर त्यसमा मैले यो पार्टहरू म आफै खेलेर ए हजुर यस्तो पार्ट रहेको छु एकजना क्यारेक्टर चाहिँ जहाँ जाँदा नि त्यो शोभित बस्ने देख्छ कि किन भन्दा बाउले 32वटा बिहा गरे भएर हरेक ठाउँमा हरेक टोलमा हरेक इलाकामा एउटा शोभित बस्ने जन्मियो भने कि त्यो चाहिँ मैले कन्यादान भन्ने फिल्ममा राखेको थिएँ कि मैले त्यो त्यसरी कस्तो रमाइलो कस्तो रमाइलो मलाई अलिकति यो हाम्रो फिल्म साइडको पनि हजुर सोध्नु मलाई यत्रो वर्ष भयो हजुर फिल्म लाइनमा लाग्नु भएको गरिराख्नु भएको छ राम्रो गरिराख्नु भएको छ अहिले शोभित बस्नेत भने चाहिँ नचिन्ने सायदै कोही हुनुहुन्छ होला गाउँमा पनि एकदमै कसैले केही नहेर्ने सोसियल मिडिया नचलाउने मान्छेलाई पनि थाहा छ चलचित्रको मार्फतबाट पहिलादेखि नै फिल्म लाइनमा अहिले चाहिँ के छ त कतिको गाह्रो छ कोही न्यू कमर्सहरू आउन खोजिरहेको छ भने कतिको गाह्रो छ अब अस्ट्रेलियामा पनि हजुरले अब मुभी बनाउनु भयो यहाँ पनि न्यू कमर्सहरूलाई नै चान्स दिनुभयो हजुरले त्यो पनि एकदम राम्रो मुभी थियो मैले आफै पनि हेरेँ के छ त अहिले फिल्म लाइनमा चाहिँ कोही आउनको लागि चाहिँ के हुन्छ वे कसरी मान्छेहरू आउन यस्तो मिल्छ छ फिल्म लाइनमा आउनलाई मेहनत गर्नुपर्छ एकदम कडा मेहनत गर्नुपर्छ होइन अनि फिल्म लाइनमा जम्नको लागि चल्नको लागि फोकस चाहिँ फिल्म लाइन नै हुनु पर्यो जस्तो मैले अस्ट्रेलियामा पिआर भन्ने फिल्म बनाएँ यहाँ धेरै कलाकारहरू यहीँबाट सबै त्यसमा भाजती कलाकारै मैले यहीँबाट खेलाएँ तर 90% कलाकार चाहिँ कस्तो पऱ्यो भन्दाखेरि त्यो पिआरमा खेलाउँदा काम राम्रो गरे नराम्रो गरे होइन तर त्यो 90% कलाकार चाहिँ पिआरमा कस्ता थिए भन्दाखेरि फिल्म मेरो हुन त आफ्नो बाध्यताले गर्दा होला फिल्म मेरो चाहिँ अब यसमा म करियर बनाउँछु फोकस गर्छु भन्ने होइन कि त्यो कामभन्दा नि बढी त्यो फिल्मको सुटिङको बेला चाहिँ सुटिङभन्दा बढी मेरो कामको ध्यान त्यहाँ छुट्टी मिलाउनु कसरी त्यो काम कसरी जाने त्यहाँ कसरी गर्ने यो फोकस गर्नु पर्थ्यो हुन त आफ्नो बाध्यताले गर्दा यसले गर्दा त्यति 90% कलाकारले फोकस गर्न सकेनन् फिल्ममा गर्न त काम राम्रो गरे होइन तर फिल्म लाइनमा जसले फेरि त्यो पिआरमा यस्तो कलाकार थिए उनीहरूले फिल्म लाइनलाई फोकस गर्ने हो नि तिनीहरू नेपालका नम्बर 1 आर्टिस्टहरू हिरो हिरोइन तर उनीहरूमा चाहिँ 10% बाहेक 90%मा फोकस छैन त्यो पिआरको टिममा चाहिँ त्यो देखिए होइन त्यसले गर्दा उनीहरूले चाहनु भन्न खोजे एउटा फोकस चाहिँ चाहिन्छ जस्तै फोकस हुने कलाकार पनि थिए जस्तो हाम्रो हिरो हाम्रो त सुरज पौडेल यस्तो फोकस यति राम्रो गरे कि नेपालमा जो कलाकारले पनि त्यो सुरज कस्तो राम्रो त्यो नेपालमा बस्ने हो भने सुरज पौडेललाई कसैले पनि भ्याउँदैन त्यति राम्रो छ अरू पनि कलाकारहरू जस्तो हाम्रो त्यो कमेडी हाम्रो के नवीन घायलजी उहाँले पनि कमेडी गर्दा नेपालमा सबले हेर्दा कस्तो राम्रो गरेको यसले भन्ने एकदम नेचुरल कमेडी गर्नुभएको छ भन्न सबै राजनले होइन मतलब सबैजनाले राम्रो गरे तर मैले भन्न खोजेको उनीहरूले मेन कुरो फिल्म लाइनमा चल्न र चम्किनको लागि चाहिँ राम्रो हुनलाई फोकस हुनु जरुरी छ अब मान्छेलाई कतिले बाध्य बनाउँछ कतिले के गर्छ होइन त्यो गाह्रो छ जस्तो अस्ति यहाँ त्यो एन्जेला फिल्मको सो हुँदाखेरि त्यो एन्जेला हाम्रो फुटबल आउनु भएको थियो उहाँसँग म यहाँ ग्रान्डभिलमा एउटा त्यो फुटबलको प्रोग्राममा पुगेको थिएँ कि सब खेलाडीहरू हुनुहुन्थ्यो एन्जेलाजीले चाहिँ यसरी हेरेर आँखा रसाएर आयो उसको होइन सबै हेऱ्यो त्यो खेलाडीहरूलाई आँखा रसाएर आयो बोल्दाखेरि पनि भावुक भयो किन थाहा छ त्यो टिममा किन यस्तो भएर त्यो टिममा उसँगै खेल्ने राष्ट्रिय खेलाडीहरू 5-6 जना यस्तो राम्रो खेलाडी रहेछ अरे कि उसले त्यहाँ आएर देखेको कि
छोडेर यता आउनु भन्न खोजेको किन बाध्यताले गर्दा उसको एम छ खेलाडी बन्ने बाध्यताले गर्दा यहाँ आउनु परेर काम गर्नु परिरहेछ होइन सब दौडधुप गरिरहनु भएको छ सुत्न पाएको छैन सब गरेको छैन यस्तो छ नि उसलाई कस्तो कस्तो लाग्यो अरे भन्दा यो बाध्य पनि हुनसक्छ तर फोकस भयो भने फिल्म लाइनमा चाहिँ एकदमै राम्रो हुनसक्छ फोकस हुनु जरुरी छ नेपालमै अब पिआर मुभीमा त अब मैले धेरैजना मेरो साथीहरू नै हुनुहुन्छ चिनेकै छु सबैजनाले एकदम राम्रो नै काम गर्नुभएको छ मलाई त एकदम मन पर्यो मलाई सुरजजीको पनि मन पर्यो राजनजीको पनि मन पर्यो मलाई अनि हाम्रो घायल दाईको त एकदम नेचुरल कमेडी थियो एकदमै मन परेको थियो मलाई चाहिँ अन्य मुभीहरूभन्दा अलिकति भिन्न थियो र एकदमै क्याप्टिभेटिङ थियो अल्छी लाग्दैन थियो त्यो मुभी हेर्दा जो सरल तरिकाले मजाले गइरहेको थियो एन्टरटेनिङ थियो तर नेपालमै भएको मान्छेहरू अब नेपालमा पनि त कति अब अहिलेको यङ जेनेरेसन हुन्छ जसलाई एकदम नाम होइन एकदम फेम मनपर्छ अनि अब एक्टिङ गर्छु म्युजिक भिडियोजहरू खेल्छु त्यस्तो भन्दा नेपालमा चाहिँ एक्टिङ क्लासहरू लिएर त्यहीँबाट अपर्च्युनिटीहरू पाइन्छ कि अब नेपोटिजम नै धेरै हुने हो कि या कलाले पनि मान्छेहरूले केही गर्न सक्छन् भन्ने के लाग्छ अङ्कल हजुरलाई यस्तो छ कला चाहिन्छ नै हजुर कला बाहेक अब यहाँ चाहिँ कस्तो भएको छ भने हरेक क्षेत्रमा कोही चिनेको देखेको मान्छे पनि यसलाई गरौँ न भन्ने चाहिँ जहाँ पनि हुन्छ कोही नदेखेको मान्छेले यसको कला छ यो गरौँ भनेर कोही एकदम कम क्षेत्रमा हुन्छ फिल्म मात्र जहाँ पनि होइन तर कला चाहिँ चाहिने जरुरी छ होइन कोही मान्छे भनौँ न स्टेजबाट अथवा उसबाट पढेर सबजना आएर चाहिँ जस्तो मैले गर्दा मैले यो पिआरमा जति पनि मान्छे खेलाएँ मैले चिनेको कोही पनि थिएन एउटा सुरजलाई चिन्थेँ मैले अडिसन नै गर्नुभएको सब अडिसन गरेर जति त्यसमा हिरोइनहरू आए जति आए ऊ मार्फतै लिएँ होइन त्यसले गर्दा पहिलो कुरो मैले यसलाई चिनेको छु अब म यसलाई फिल्म खेलाउँछु भनेर त हिरो बनाउँछु हिरोइन बनाउँछु भनेर त भएन ऊमा काम गर्ने क्यापेसिटी हुनु पऱ्यो त्यो त हेर्छ त्यो हुनु जरुरी पनि छ र गर्ने मान्छे भने फिल्मप्रति कामप्रति फोकस हुनु चाहिँ जरुरी छ त्यो चाहिँ अडिसनको मलाई पनि आएको थियो अडिसन दिन जाउँ भनेर तर मलाई चाहिँ अब एक्टिङ आउँदैन पहिला बच्चामा चाहिँ एकदमै रहर लाग्थ्यो अहिले चाहिँ रहर त लाग्छ तर त्यस्तो आउँदैन कि मैले त्यो जस्टिस गर्न सक्दिनँ तर एक्टिङ भनेको सिकेर कहिले पनि सिकिन्न नि फेरि म चाहिँ त्यसरी डान्स तपाईँको सिक्नै पर्यो डान्समा यो हात यसो गर भने चाहिँ त्यही गर्नु पर्यो यस्तो गर यो खुट्टा बडा गर्नु पर्यो एक्टिङमा त आफ्नो शैली हुनसक्ला तपाईँले मलाई चाहिँ के छ खबर भनेर भन्यो नि त्यही कुरा हो के छ खबर भन्यो नि त्यही कुरा हो के छ खबर भन्यो नि त्यही हो त्यो त आफ्नो शैली हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ एक्टिङ चाहिँ सिकेर सिकिन्न खालि आफू निडर हुनु पर्यो म गर्छु भन्ने जोस र जाँगर चाहिँ हुनु पर्यो अब त्यही जोस जाँगर राख्नु पर्यो अङ्क एक दुईजना कुरा गरिदिन्छ अब अजिना कार्की फिल्म खेल्छ क्या हो फिल्म खेल्नु तपाईँ लास्ट खतरा हिरोइन भन्छ तपाईँ हो लाग्छ हजुरलाई त्यस्तो लाग्छ मलाई त साँच्चै भन्नुभएको भयङ्कर मनबाटै भन्नुभएको साँच्ची भने तपाईँ लाग्छ नि के तपाईँ मलाई एकदम रहर थियो बच्चामा हिरोइन हुन चाहिँ अनि मेरो घरबाट चाहिँ त्यतिखेर चाहिँ दिनु भएन बाबा चाहिँ एकदम तपाईँलाई लाग्छ नि किन तपाईँलाई मैले पहिलोचोटि देखाएँ तपाईँ त्यो जस्तो हिरोइन हुने जस्तो लाग्यो तपाईँलाई मैले ग्रान्ड प्यालेसमा देखाएको थिएँ पहिलोचोटि एनआरएनको प्रोग्राममा हजुर हो त्यहाँ देख्दा ओहो यो मान्छे त हिरोइन बन्छ कि हो भने जस्तो चाहिँ फिल अनि किन हजुरले मलाई अफर नगर्नु भएको त्यति बेला काम सुरु गर्नु लाग्थ्यो नि केही पनि थिएन यो मान्छे गर्छ क्या भन्ने चाहिँ त्यहाँ ग्रान्ड प्यालेसमा देख्दाखेरि चाहिँ त्यति बेला भएको थियो मलाई अब नेक्स्ट मुभीमा है मलाई सम्झेन है त अडिसन दिन आउँछु मलाई फेरि अडिसन दिनु यस्तो लाज लाग्छ कि कुरै छोडिदिनु म एकदमै मेरो बानी बिग्रिसकेको छ एकदम राम्रो कनेक्सन छ सबैतिर अनि डिरेक्टली बोलाउनुहुन्छ इन्भाइट गर्नुहुन्छ नि त सबै अब केही गर्न पऱ्यो भने पनि मलाई अडिसन चाहिँ आएर मलाई एकदमै अक्वर्ड लाग्छ तर त्यो अक्वर्डनेस पनि मैले तोड्नु पर्ने छ गर्नुपर्छ अब चाँडै राम्रो राम्रो कामहरू अब चाहिँ लगभग हामी अन्त्यतिर आइसकेका छौँ आजको यो कार्यक्रम सायद हाम्रो एकदमै माया गर्ने व्यक्तित्वले हामीलाई माया नगरिदिनु भएको भए आज हामीले यो गर्न सक्दैनथ्यौँ होला हाम्रो कार्यक्रमलाई स्पोन्सर गरिदिनु भएकोमा A1 ग्रुप सर्भिसेसलाई पनि धेरै धेरै धन्यवाद अङ्कल के भन्न चाहनुहुन्छ A1 ग्रुप सर्भिसेसको बारेमा यो भन्न चाहन्छु A1 ग्रुप सर्भिस जुन सिडनीमा छ तपाईँको मेलबर्नमा छ ब्रिजबेनमा छ त्यसको हाम्रो प्रदीप दाहालजी हुनुहुन्छ होइन उहाँले यो क्लिनिङ व्यवसाय पनि हो उहाँको लगभग मलाई जहाँसम्म लाग्छ अस्ट्रेलियामा 300 जनाभन्दा बढी उहाँको स्टाफहरू छ एकदमै राम्रो छ होइन सायद A1 ग्रुप सर्भिसलाई नचिन्ने कोही पनि छैनन् र प्रदीपजी त झन् बेस्ट मान्छे भयो र अर्को कुरो तपाईँलाई थाहा चाहिँ छैन मेरो जुन फिल्म पिआर छ नि त्यसको निर्माता नि प्रदीप दाहाल हुनुहुन्छ उहाँले पनि लगानी गर्नुभएको छ प्रदीप दाहाल पिआरको निर्माता नै हो मलाई चाहिँ एकदम बेस्ट लाग्छ A1 ग्रुप सर्भिसले जे
होस्, हरेक कसैले के गर्छु भन्दाखेरि सपोर्ट गर्ने व्यक्ति चाहिँ हो प्रदीपजी जस्तो लाग्छ एकदमै हम्बल पर्सनालिटी लाग्यो मलाई। मैले पनि उहाँलाई भेट्ने मौका पाएँ। मैले भेट्दाखेरि चाहिँ एकदम हम्बल पर्सनालिटी, एकदमै सरल मान्छे होइन, अनि बोली पनि कति सफ्ट, अनि धेरै ठुलो स्वरले पनि बोल्न नआइहाल्दो रहेछ, गाली गलोज पनि गर्न नआउने मान्छे हुनुहुँदो रहेछ। अनि केही कुरा कसैले गर्छु भन्दाखेरि चाहिँ सपोर्ट हुन्छ अजिना गर न, म सपोर्ट गरिहाल्छु नि भन्ने जसरी सपोर्ट पनि गर्नुभयो। प्लस कसैलाई काम चाहिराख्दाखेरि पनि उहाँहरूको चाहिँ मोस्ट आई थिङ्क लेबर सप्लाईको काम पनि हो, र डिफ्रेन्ट सेक्टरहरूमा उहाँहरूले मान्छेहरू पठाइराख्नुहुन्छ। र अघि कन्फेसनमा पनि कामको सोध्दै हुनुहुन्थ्यो, हजुरको जसलाई पनि काम चाहिएको छ भनिराख्नु होला, हामी A1 ग्रुप सर्भिसेसलाई चाहिँ हामी भनिदिन्छौँ र उहाँहरूले हजुरलाई काम दिन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। हजुरलाई धन्यवाद भन्दै र हाम्रो अडियन्सलाई पनि थ्याङ्क यू भन्दै, हजुरलाई पनि सोभित बस्नेतज्यू अन्त्यमा चाहिँ ज्यू धेरै अङ्कल थ्याङ्क यू सो मच। हजुरले टाइम निकालिदिनु भयो, आइदिनु भयो, एउटा कलको भरमा, रिक्वेस्ट गरेको भरमा आइदिनु भयो। यो टाइमको लागि हजुरसँग आज एकदमै मिठो गफ पनि भयो। थ्याङ्क यू अङ्कल। धन्यवाद तपाईँलाई अजिनाजी। र यो लुग्ला टिममा जस यो कार्यक्रममा बोल्ने मौका दिनुभयो, सबै टिमलाई धन्यवाद दिन चाहन्छु। र तपाईँको सुरुवात हो, यो अन्त्य नहोस् भन्न चाहन्छु, गजब होस् भन्न चाहन्छु तपाईँको कार्यक्रम चाहिँ। हजुरको माया साथ त सधैँ छँदैछ होइन। हस् थ्याङ्क यू एभ्रिबडी, थ्याङ्क यू, स्टे ट्युन। हजुर फेरि पनि लुग्ला टेलिभिजनलाई सब्सक्राइब गर्नु होला र हेर्दै बस्नु होला तिता मिठा कुरा विथ अजिना।